हेलो एभ्रिवान, आज साउन 15 खिर खाने दिन एकदमै मिठो खिरको रेसिपी लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। रेसिपी मन पर्यो भने हजुरहरूले घरमा पनि बनाएर खानु होला। एकदमै मिठो खिर बनेको थियो। सुरुमा चाहिँ मैले चामललाई भिजाएर राखेको छु आधा घण्टा जति, अनि त्यसलाई चाहिँ 2 टुक्रा हुने गरेर सिलौटामा पिसेको छु। त्यसपछि ग्यास अन गरेर मैले 1.5 लिटर दुध तताएको छु। 1.5 लिटर दुधमा चाहिँ मैले 3 मुठी चामल राखिदिएको छु अनि त्यसलाई पकाउन थाले। अनि पकाउँदै गएपछि त्यसलाई मजाले उम्लिन थाल्यो। त्यसपछि चाहिँ मैले ड्राई फ्रुट्सहरू लिएको छु अनि मैले चाहिँ खजुर पनि लिएको छु। खजुरलाई चाहिँ मैले भिजाएर राखेको छु अनि भिजाएपछि त्यसको चाहिँ त्यो बिया अनि खोस्टा त माथिको टुप्पो चाहिँ निकाल्न सजिलो हुन्छ अनि त्यही भएर मैले त्यसरी निकालेको छु। अनि त्यसलाई चाहिँ मैले खिरमा राख्दैछु मजाले चलाएँ। अनि त्यसपछि मैले चिनी लिएको छु 2 चम्चा अनि त्यसलाई चाहिँ मैले पानी हालेर चाहिँ रातो हुँदासम्म पकाएर खिरमाथि राखिदिएको छु। त्यसले गर्दाखेरि चाहिँ खिरको कलर एकदम राम्रो हुन्छ। अनि मैले घिउमा पनि ड्राई फ्रुट्सलाई पुराएर चाहिँ राखिदिएँ अनि मजाले चलाएँ अनि हाम्रो खिर रेडी भयो। अनि लास्टमा चाहिँ मैले इलायची पनि राखिदिएको छु। खिरसँग खानको लागि मैले काँक्रा र आलुको अचार पनि बनाएको छु। यसलाई मजाले मोलिसकेपछि चाहिँ मैले पुरी पनि बनाएँ। पुरी हेर्नुहोस् त पुरी कस्तो राम्रो फुलेको छ। सब कुरा रेडी भइसकेपछि चाहिँ मैले अब यहाँ प्लेटमा राखेछु खानको लागि। एकदम मिठो भएको थियो। हजुरहरू पनि एकचोटि घरमा ट्राई गर्नु होला, एकदम मिठो हुन्छ। खिरको कलर पनि हेर्नु न कस्तो राम्रो भएको छ। यसरी खिर बनाएर खानु भएको छैन भने चाहिँ एकचोटि ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। मेरो यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने चाहिँ लाइक कमेन्ट गर्नु होला अनि मलाई फलो पनि गर्नु होला। थ्याङ्क यू साथीहरू, बाई बाई।